हेलो साथीहरू, भने हैन त विन नेपालको आइपिओ। यदि तपाईहरुलाई आइपिओ भर्न मन छ तर कसरी भर्ने भनेर आइडिया छैन भने चाहिँ म तपाईहरुलाई सिकाउँछु ल। त्यसको लागि तपाईहरुले आफ्नो फोनमा मेरो शेयरलाई राख्नुपर्छ। त्यसलाई ओपन गर्नुस्। त्यसपछि यहाँ हजुरहरुको कुन बैंक हो यहाँबाट हजुरहरुले लिन मिल्छ। यहाँ मेरो चाहिँ नेपाल एसबीआई भयो हैन। अनि यहाँ हजुरहरुको युजर नेम राख्नुपर्छ। अब अहिले कुनबाट भर्ने त्यसको युजर नेम अनि पासवर्ड हजुरहरुले के सेट गर्नुभएको छ त्यो पासवर्ड राख्नुस्। अनि यसलाई ओपन गर्नुपर्छ हजुरहरुले। यो चाहिँ अब मेरो लगइन भयो है। अब हजुरहरुले यहाँ माई एस्पा देख्नु भयो होला। माई एस्पामा गएर क्लिक गर्नुस्। अनि यहाँ विन नेपाल भनेर अप्लाई फर इस्युमा विन नेपालको आएको छ। यसमा अप्लाई गरिदिनुस्। त्यसपछि प्रोसिड गर्ने। अनि प्रोसिड गरेर यहाँ हजुरहरुले कति किता भर्ने राख्नुपर्छ। अहिले 10 किता भयो। 10 20 जति नि भन्न मिल्छ है हजुरहरुले। अब यहाँ हजुरहरुको सीआरएन नम्बर के छ त भनेर त्यो राख्नुपर्छ है। यहाँ चाहिँ मैले मेरो सीआरएन नम्बर राखेँ। अब यहाँ टिक लगाउनुस् तलतिर अनि अप्लाई गरिदिनुस्। अनि ट्रान्ज्याक्सन पिन के छ त्यो राख्नुस्। अनि अप्लाई गरिदिएपछि चाहिँ हजुरको शेयर अप्लाई भयो ल। हस् धन्यवाद।